टिका लाउने कि भनेर राखेको थिएँ मैले के थाहा म त अहिले गर्दा गर्दै राखेँ होला यही छ त भइहाल्छ त्यति चन्दनमा राखेको थिएँ सबै होइन मैले त त्यो एकैचोटि त्यो ल्याउने म त हजुर 2 सेर त्यहाँ राखेँ होला टिका लाएर Halo. यहाँ मलाई धेरै कति दिने त धेरै भइसक्छ भगवान छुट्यो हुन्छ यम ब्रह्मा वरुणेन्द्र रुद्र मरुतस्तुत बन्धु दिव्य स्तवे वेदे संग पदकमुपनिषद गायन्ति यम सामगा ध्यान अवस्थित गतेन मनसा पश्यन्ति नम योगिनी यशान्तरम विदु सुरसुरगडा देवाय तस्मै नमः श्री मचन्दन चर्चित जोलोक शुक्लम्बर मल्लिका मल्लंकित कुंडल प्रवेशन मुक्तावली शोभिता सर्वज्ञान निधान पुस्तक धरा रुद्राक्ष माला धरा वाग्देवी वदनाम मुझे बसतु मे त्रैलोक्य माता चिरम मुखम करोमि वाचालं पंगुलं घेते गिरिम यत कृपा तमहम वन्दे परमानंदमं नमो भगवते तस्मै मीत जैसे ऐसे सदस्यामि नारायण कथामि मम नारायण नमस्कृति नरम चैव नरोत्तमं देवी सरस्वती व्यासाय तत् जय मोदी Thank you. खानु यता हेर त आसमान बाबा भन्नु मान्छेहरू देऊ आसमान बाबा भन्नु के हो मम्मी यो मतलब भन्ने अस्ति मन्त्रको मतलब बुझ्यौ भने यम ब्रह्माको त्यो वाला बुझ्यौ त्यति सुन्दा बुझ्यो त दिमाग भइदियो भने त सबै सुनेर रमाइलो लाग्यो सप्त विश्व अध्याय कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि त्यहाँ उपरान्त हे महारानी स्वर्गका अप्सराहरूले श्रीस्वस्थानी परमेश्वरीको पूजा गर्न लागेको देख्यो र तिनका संसर्गमा हामी पनि पूजा गर्न लाग्यौं त्यसैले केही विलम्ब भयो क्षमा गर्नुहोस् तपाईलाई पनि श्रीस्वस्थानी परमेश्वरीको प्रसाद ल्याइदिएको छु भनेर डोले भनेको सुनेर चन्द्रावती रिसले राता राता आँखा पारेर धाराकिटी नागले सास फेरे झै सुस्केर हाली म त हात्तीले रिसाए झै ठुलो शब्द दिएर हे पापिष्ट हो मलाई यस्तो वनमा एक्लै छाडी व्रत गर्न लाग्यौ सेवकको धर्म यही हो त्यस व्रतले तिमीहरूलाई खान दिन्छ कि स्वस्थानी भनेको सुनेको पनि छैन को हो त्यो कहाँ कि त्यसले के गर्न सक्छ तिमीहरूले मलाई नटेरेको हो वनमा भएर पो नत्र तिमीहरूलाई मारि नै हाल्थे अहिले पुगुला भनी हतपति आए कि मलाई विलम्ब गरिदेऊ अपराधीमा पनि ठुला अपराधी रहेछ भनी बाँदर कुदेजै कुदेर डोलेका हातहरूबाट स्वस्थानी परमेश्वरीको प्रसाद खोसी थुथु गरी गोडाले कुल्चिन् र अब पनि यसै गरौला कि चाँडै लैजाऊ भनिन् बिचरा डोलेहरू आँखाबाट आँसु खसाल्दै केही पनि नबोली मनले स्वस्थानी परमेश्वरीलाई सम्झी सडकको डोली बोकेर खुरुक्क हिँडे लावण्य देशका नजिक साली नदी थिइन् त्यहाँ पुगेर नदी तर्न लाग्दा स्वस्थानी परमेश्वरीलाई निन्दा गरेको हुनाले अकस्मात चदुवा टागे जस्तो बादल उठ्यो र आधी समेत आएर मुसलधार पानी पर्न थाल्यो पुल भाँचियो र चन्द्रावती डोलीबाट खसिन् डोलेहरू स्वस्थानी परमेश्वरीको व्रतका प्रभावले पंछीको रूप भई कैलाश पुगी आनन्दले रहे जो मनुष्य स्वस्थानी परमेश्वरीको व्रतको पूजा गर्ला त्यसले त्यो पद पाउनेछ त्यहाँ उपरान्त चन्द्रावती महापातकी भएर जलभित्र नै रहिन् चन्द्रावती खसेदेखि साली नदी बगिनन् स्थिर भएर रहिन् माझीहरूले यस्तो देखेर यो के आश्चर्य भयो यस नदीमा ग्रह आई बस्यो कि नाग आयो अथवा यज्ञमा केही उत्पात हुन लागेको यस्तो भयो भनेर नवराज राजालाई भने हे राजन साली नदी बग्दिनन्
स्थिर भएकी छन् यस्तो हामीले सुनेको पनि थिएन, आज आँखाले देख्यौँ। हजुरले विचार गर्नु पर्यो यस्तो कुरा माझीहरूका मुखबाट सुनेपछि। नवराज राजाले मन्त्रीलाई डाकी माझीले भनेको कुरा भनेर लोक समेत भएर साली नदीमा पुगी माझीहरूलाई पानीमा जाल हाल्न लगाए। केही जन्तु छ कि भनेर माझीहरूले जाल हाली हेर्दा चन्द्रावती जालमा अल्झेर आइन्। चन्द्रावती कस्ती भएकी थिइन् भने शरीरमा कुष्ठी उब्जेकी, हात पाउ खसेकी, शुद्धि केही नभएकी, मुडो जस्तो भएकी चन्द्रावतीले देखी यो वस्तु हो भनी ठम्ब्याउन नसकी नदीका किनारमा मिल्काइदिए। जलभित्र पसेर पनि खोजे, केही पाएनन् र महाराज हामीले केही पाउन सकेनौँ भने। यस्तो माझीहरूको कुरा सुनेर नवराज राजाले हे गङ्गे मैले केही जान्न सकिनँ, मदेखि प्रसन्न हुनुहोस् भनेर पारो नवरत्न गाईको दुध दही समेतले अर्धे दिए अनि साली नदी बग्न थालिन्। त्यो देखि नवराज राजाले आश्चर्य मान्दै लोक समेत भएर दरबार फर्के। त्यहाँ उपरान्त चन्द्रावती छेडमा मूर्छा हुने, छेडमा चेष्टा हुने, क्षुधा तृषाले पीडित भएर महाकष्ट पाएर मुडो झै भएर साली नदीका किनारमा पडिरहिन्। एक दिन साह्रै भोक लाग्यो र खानेकुरा केही पाइनन् र माटो नै खान्छु भनेर हातमा लिइन्। त्यो माटो पत्थर भयो, त्यो पनि खान खोज्दा हाड भयो, त्यो पनि खान खोज्दा खरानी भयो, त्यही खरानी पनि मुख्नी र लैजाँदा बतास आई उडाएर लग्यो। स्वस्थानी परमेश्वरीलाई निन्दा गरेकी हुनाले शीत ताप भोक प्यासबाट हुने अनेक दुःख सहिरहिन्। त्यहाँ उपरान्त नवराज राजाले आफ्ना राज्यभरिका ब्राह्मणलाई भोजन गराउँदै श्रद्धापूर्वक दक्षिणा दिई बिदा गर्दै गए। अग्निपुरका कपिल नाम गरेका दुई भाइ ब्राह्मण पनि भोजनमा जान त्यतैबाट आएका थिए। तिनलाई चन्द्रावतीले देखिन् र तिनीहरूले को हौ, कहाँ जान हिँडेका भनेर सोधिन्। ब्राह्मणहरू भन्दछन् हामी कपिल नाम गरेका ब्राह्मण हौ, नवराज राजाको ब्राह्मण भोजनको निमन्त्रणामा लावण्य देश जान भनेर आएका हौ। तब चन्द्रावती भन्दछिन् हे ब्राह्मण हो, कति दिन भयो मैले केही पनि खाएकी छैन, तिमीहरू भोजनमा जाने भए मलाई पनि केही मागी ल्याइदिए पुण्य होला, म अनाथमाथि दया गर भनिन्। तब ब्राह्मण भन्दछन् हे पापिनी, हामी हुन्छ भन्न सक्दैनौँ, किनभने राजाको दरबारमा के कसो हुन्छ, विशेष हामी ब्राह्मण जातिले ल्याउन हुने वस्तु दिए भने त ल्याउला, ल्याउन नहुने वस्तु दिए कसो गरौँला, यस अर्थले आश गरी नरहनु भनेर ब्राह्मणहरू हिँडे। नवराज राजाले आउँदै गरेका ब्राह्मणहरूलाई भोजन गराई दक्षिणा दिई बिदा गर्दै जान्थे। ब्राह्मणहरू पनि नवराज राजालाई आशीर्वाद दिएर आनन्दपूर्वक आफ्नो आफ्नो घर जान्थे। तिनै बिदा भई जाने मध्ये ती कपिल ब्राह्मणले अघिको कुरा सम्झी त्यसै जाउँ भनी त्यो पापिनी आश गर्दै होली। केही मागु भने कसरी मागु, कस्तो लोभी रहेछ भन्ने छन् कि भनेर केही भन्न नसकी भोजन गरेको ठाउँमा कहिले जाने कहिले आउने गर्न लागे। तिनीहरूको हाल गोमाले देखेर भण्डारीहरूलाई बोलाए हे भण्डारी हो, ती दुई ब्राह्मणले खाना पाएनन् र हो कि सन्तोष भएन र हो किन यता उताबाट हिँडिरहेका छन्, गएर सोध भनिन्। तब भण्डारीहरू ब्राह्मण भाठाउँ पुगेर भन्दछन् हे ब्राह्मण हो, तिमीहरूले खान पाएनौ कि अथवा सन्तोष भएन कि इच्छा भए फेरि भोजन गर हिँड भन्दा ब्राह्मणहरू भन्दछन् हे भण्डारी हो, हामीले इच्छापूर्वक भोजन गर्यौँ, तृप्ति पनि भयो। हामी यहाँ आउँदा साली नदीका तीरमा शरीरमा कुष्ठ भएकी, हात पाउ खसेकी स्त्री जातिले कहाँ जान्छौ भनी सोधिन्। हामीले राजाको ब्राह्मण भोजनमा जान्छौँ भन्दा तिमीहरू भोजनमा जाने भए मलाई पनि केही मागेर ल्याइदियो अनि कति दिनदेखि केही पनि खाएकी छैन भने थिए, त्यस अर्थ त्यसै जाउँ भने त्यो आश गरिरहेकी होलिन्। केही लगिदियो भने कसरी मागौँ भनेर यताउति गरेको हो। ती ब्राह्मणका मुखबाट यस्तो कुरा सुनि भण्डारीहरूले यो सबै कुरा गोमा राजमातालाई भने। गोमा राजमाताले दुई ब्राह्मणले बोक्न सक्ने जति अन्न देऊ भनेर हराइन्। तब हवस् भनेर भण्डारी भण्डारमा राखेको वस्तु लिन जाँदा सबै वस्तु बिलाए। यस्तो अद्भुत आश्चर्य भएको देखेर राजमाता भाठौँ गएर हात जोडी राखेको ठाउँमा केही पनि छैन भण्डारीहरूले भने गोमालाई। अनि राजमाता आफै भण्डारमा गएर हेरिन् त दिने जस्तो वस्तु केही देखिनन् र आफूलाई भनेर पकाइराखेको भात देऊ भनिन्। भण्डारीले त्यही भात लिएर गई ब्राह्मणहरूसित भने हे ब्राह्मण हो, त्यसको नाउँ लिने बित्तिकै राजाको भण्डारको वस्तु लुप्त भयो, राखेका ठाउँमा केही छैन, यो राजमातालाई भनेर पकाएको भात छ, यही लगिदेऊ भनेर सुम्पे। बिचरा ब्राह्मणहरू बहुतै शरम मानी भात लिएर दरबारबाट बाहिर निस्के। ब्राह्मणहरू बाहिर जाने बित्तिकै राजाको भण्डार पहिलेको जस्तै भरिपूर्ण भयो। राखेका सारा वस्तुहरू उही ठाउँमा उस्तै देखिए। हे अगस्त्य मुनि, सुस्वस्थानी देवीको निन्दा गरेको पापले चन्द्रावतीको जो दशा भयो
त्यो तिमीलाई सुनाए। अब म अगाडिको अध्यायमा उसै चन्द्रावतीले स्वस्थानी परमेश्वरीको शरण पर्दा उद्धार भएको कथा सुनाउँछु। एकाग्र चित्त भई ध्यानपूर्वक सुन। इति श्री स्कंद पुराणे केदारखण्डे माघ महात्म्य कुमार अगस्त्य संवादे शिशुस्थानी परमेश्वरी व्रत कथाए नवराज ब्राह्मण भोजन नाम सप्तविंशम अध्याय। 28, 29, 31 हो कि 30 हो? 31 भनेपछि त क्यालेन्डर भन्दा भोलिपल्ट सकिन्छ कि हाम्रो? पुण्य दिन चाहिँ 18 बजे। क्यालेन्डरमा त्यो जुन दिन स्वस्थानी समाप्त भनेर लेखाएको छ त्यसको भोलिपल्टै हुन्छ। आग्नेय कोड भनेको कता हो? अग्निपुर भने त्यतै हो क्या? अग्निपुर भनेको त्यो ठाउँको नाम हो। त्यससँग एउटा बस्ती बस्ने ठाउँ त्यो त थाहा छ। आग्नेय र अग्नि यसो समात छानो पुनैतु मंगलो सकल जगन मंगलालय श्रीमान दिनकर किरण नवोदित नवनलिन दल निवेकेशेड कृष्ण काले वर्षतु पर्जन्य पृथ्वी सस्यशालिनी देशयो चोबरयितो ब्राह्मणा सन्तु निर्भया अपुत्र पुत्रिणा सन्तु पुत्रिणा सन्तु पौत्रिणा निर्धना सदना सन्तु जीवन्तु सरदा सुतम तत्रैव गंगा यमुना तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि बसन्ति तत्र यत्र च्युतधार कथा प्रसंग या कुंदेन्दु तुषार हार धवला या शुभ्र वस्त्र वृता या बिडावर दंड मंडित करा या श्वेत पद्मासना या ब्रह्मा च्युतर शंकर प्रभृति भी देवै सदा वंदिता समापातु सरस्वती भगवती निशेष जायर पहा कायेन वाचा मनुष्येन्द्रिया वा बुद्ध्या मनया प्रकृति स्वभावत परमेद सकलम परस्मैति नारायणायति समर्पय। बत्तीले पोल्छ या त हेर भाउले गयो त जु गर त्यो चलाउनु हुन्न नि चढाएपछि जिउ गर्नुपर्छ वाङ्ग पार हो त रानी भन यो त तान्छ अनि ठ्याक्कै त्यसको टाउकोमा एउटा अड्किन्छ। नानु पख 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 कान्छीले बन्द गरिदियो भन्न पहिला त्यहाँ के भयो मोबाइल बन्द गरिदियो भन्न अनि आफूले लिएर कति हेर्छ